आज म गाडीको ट्रायल कटाउने बेलामा के गर्नुपर्छ फर्स्टमा र कसरी चाहिँ ट्रायल दिँदाखेरि सजिलो हुन्छ भन्ने बारेमा यो भिडियो बनाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। फर्स्टमा हामी गाडीमा बस्ने बित्तिकै सिट एडजस्ट गर्ने, सिट राम्रोसँग एडजस्ट गरिसके पछाडि सिट बेल्टको प्रयोग गर्ने है। सिट बेल्ट लाउन नभुल्ने। यदि सिट बेल्ट लाइएन भने पनि मार्क्स काटिन्छ अथवा फेल पनि गरिन सक्छ। सिट पनि गियर पनि चेक गर्ने। अब कतिले तपाईँको सिधै वानमा राखिदिएको हुन्छ तपाईँभन्दा अगाडि चलाएको व्यक्तिले भने, कसैले न्युट्रल गर्दै हुन्छ। आफूले गियर चेक गरेर आफैले लगाउने 1 नम्बर है। अनि ह्यान्ड ब्रेक ट्राई गर्ने। ह्यान्ड ब्रेक चाहिँ अब कसैले माथि उठाएर राख्दै हुन्छ भने कसैले डाउनै गरेर राखेको हुन्छ, त्यसैले ह्यान्ड ब्रेक पनि चेक गर्ने। अनि तपाईँको सुरुमा जाने बेलामा राइट लेफ्ट जुन साइडबाट जाँदा पनि हुन्छ, लेफ्ट साइडबाट जाँदा पनि हुन्छ, राइट साइडबाट जाँदाखेरि पनि हुन्छ। यहाँ ध्यान दिनुपर्ने कुराहरू के छ भन्दाखेरि, यदि तपाईँ लेफ्ट साइडमा जाने हो, लेफ्ट साइडबाटदेखि जाने हो भने राइट साइडमा प्रपर तरिकाले राइट साइडमा चापेर राख्नु पर्यो गाडी। तपाईँको गाडी लेफ्ट साइडमै राख्नुभयो अनि लेफ्ट साइडबाटै चाप्नुभयो भने सुरुमै यो कोनको पोललाई तपाईँको के हुन्छ, अगाडिको चक्का तपाईँले कटाए पनि पछिल्लो टायरले चाहिँ हान्न सक्छ है। त्यसैले के गर्ने, लेफ्ट साइडमा जाने हो भने राइट साइडमा गाडी राख्ने, अनि राइट साइडबाट जाने हो भने लेफ्ट साइडमा चाहिँ गाडी राख्ने। म तपाईँहरूले म राइटबाट जान्छु है त। यहाँबाट जाने बेलामा चाहिँ लगभग तपाईँको मिरर, यो राइटको पोलको मिरर र राइटको पोलको सिधा भयो भने यहाँबाट चाहिँ फुल टर्न मुभ गर्दै फुल टर्न लिनुभयो भने प्रपर तरिकाले लेफ्ट साइडको पोल चाहिँ कट्छ है। अनि 8मा घुम्ने बेलामा तपाईँ जहिले पनि प्रत्येक पोलको नजिक बाहिरको साइडको प्रत्येक पोलको नजिक लानुपर्ने हुन्छ गाडीको अगाडिको चुच्चोलाई। अब यो पोलको नजिक आयो, फेरि हामी अब यो पोलको नजिक लियो, यसै गर्दै फेरि यो पोलको नजिक आयो। यसै गरी तपाईँले प्रत्येक पोलको नजिक लानुपर्ने हुन्छ। अब मैले यहाँ 2 गियर लगाएँ, मलाई यहाँ झ्याउलायो 1 गियरमा चलाउनु। खासमा 2 गियर लगाउनु हुन्न है, 1 गियरमै हो तपाईँहरूले ट्रायल गर्ने। यसको सूत्र भनेकै त्यही हो, प्रत्येक पोलको नजिक लाने हो गाडीको अगाडिको भागलाई। यो खालि यो मिररहरू हेरेर मात्र पनि हुँदैन। अनि अब हामीले 8 बनिसक्यो। यहाँदेखि हामी फेरि बाहिर निस्किन्छौँ। बाहिर निस्केपछि चाहिँ यहाँनिर चाहिँ ब्रेकर आउँछ। यो पुरानो ट्रायल सिस्टम भएको भएर हो, यहाँनिर चाहिँ ट्रायलमा ब्रेकर आउँछ। तपाईँको ब्रेकरमा बिस्तारै जानु होला, तर धेरै बिस्तारै पनि नगर्नु, किनकि बिस्तारै कन्ट्रोल गर्छु भन्दाखेरि बन्द हुन पनि सक्छ ब्रेकरमा है। त्यसपछि युटर्न आउँछ, यहाँ चाहिँ उकालो आउँछ। अब म उकालोको बारेमा सिकाउँछु तपाईँलाई। उकालोमा रोक्ने मेन आइडिया चाहिँ मिररलाई हामीले ट्रायल दिने भन्दा अगाडि नै मिरर राम्रोसँग मिलाएको हुनुपर्छ। त्यो भइसकेपछि उकालोमा काम लाग्छ। यदि हामीले फर्स्टमै मिरर मिलाइएन भने उकालोमा काम लाग्दैन। त्यसैले के गर्ने, फर्स्टमा मिरर मिलाउने। मिरर चाहिँ डाउन गरेर पछाडिको गाडीको टायरको भाग, टायर त प्रपर तरिकाले मिररमा देखिन्न, तर पनि टायरको भाग चाहिँ आफूले अनुमान लाउने किसिमले मिरर मिलाएको हुनुपर्छ। मिरर मिलाउँदा उकालोमा जुन गाडीको घेरा हो, गाडी राख्नुपर्ने 2टा घेरामा राख्नुपर्ने घेरा हो, त्यसलाई चाहिँ पछिल्लो घेरालाई ख्याल गरेर पछिल्लो टायर, हाम्रो गाडीको पछिल्लो टायर कट्ने बित्तिकै रोक्नुभयो भने 2वटा घेराको बिचमा गाडी अड्डिएको हुन्छ। र उठाउने बेलामा चाहिँ टक्क यो पोजिसनमा बस्नुहुन्छ तपाईँ, 1 गियरमै हुन्छ। अनि ह्यान्ड ब्रेक युज गर्नुहुन्छ, अनि ब्रेकको खुट्टा चाहिँ एक्सिलेटरमा जान्छ, हल्का रेस्ट दिने, अनि गाडी अगाडि मुभ हुनलाई खोजिरहेको हुन्छ, त्यही ठाउँमा क्लोजलाई होल्ड गरेर ह्यान्ड ब्रेक डाउन गरिदिने, अनि गाडी मजाले अगाडि जान्छ। ओह्रालोमा पनि सेम त्यही स्टेप हो। उकालोमा जस्तै बिस्तारै फुल क्लोज लिएर बिस्तारै गाडीलाई झार्ने, अनि लाइन कट्ने बित्तिकै पछिल्लो टायरले रोकिदिने, अनि मात्र तपाईँको 2वटा घेराको बिचमा गाडी बस्छ है। अब यहाँ चाहिँ फरक सिस्टम छ। ट्रायल 8 कटेपछि उकालो आइरहेछ होइन। युटर्न आयो, यहाँ युटर्नमा इन्डिकेटर दियो, रेड लाइट बोलिरहेछ, जेब्रा क्रसिङ छ, टक्क यहाँनिर जेब्रा क्रसिङमा रोक्यो हुन्छ।
अब हामी यल ब्याक गर्दैछौँ। यल ब्यागमा जहिले पनि गाडी राख्ने बेलामा तपाईँहरूले बिचमा राख्ने होइन, गाडी चाहिँ थोरै यो साइडमा चापेर राख्नुपर्ने हुन्छ। यो चाहिँ बिगिनरको लागि है। यदि कोही पर्फेक्ट छ, कोही प्रो राइडर हो भने चाहिँ उसले जहाँ राख्दा पनि हुन्छ। तर बिगिनरले चाहिँ के गर्नु पर्यो भन्दा लेफ्ट साइडमा चापेर राख्नु पर्यो थोरै गाडीलाई चाहिँ होइन। अनि मेन पोइन्ट चाहिँ तपाईँको यो मोडलाई एकदमै ख्याल गर्नु पर्यो कि जबसम्म तपाईँको सिधा लाइन यहाँसम्म छ, यहाँदेखि अब टर्निङ सुरु भयो भनेपछि यो घुम्न लागेको मोडबाट एक हातहरू लगभग यो पोइन्टदेखि तपाईँले फुल टर्निङ लिनुपर्ने हुन्छ र अनि बल्ल प्रपर तरिकाले गाडी यो बक्सभित्र छिर्छ। म तपाईँहरूलाई देखाउँदैछु गाडीभित्र छिरेर। अब लेफ्ट साइडसम्म तपाईँले अब हेर्नुभएको थियो भने अब राइटको मिरर हेर्नुपर्ने हुन्छ। यहाँदेखि राइटको मिरर हेरेर अब गाडी प्रपर सिधा छ कि छैन भन्ने कुरा लास्ट कर्नरको तपाईँको यो तेर्सो गएको लाइनको लास्ट कर्नरको पोललाई गाडीको पछाडिको भागले सिधा यताबाट देखाउन, लास्ट कर्नरको पोल यो लाइनको लास्ट कर्नरको पोललाई गाडीको पछाडिको भागले तर्किने बित्तिकै तपाईँले रोक्न पर्यो। अनि लेफ्ट साइडको पनि लास्ट कर्नरको पोलको भाग चाहिँ तर्किन पर्यो। अनि यहाँबाट गाडी चाहिँ टक्क 2 राउन्ड खोल्ने, 1 राउन्ड 2 राउन्ड 2 राउन्ड खोल्ने अनि सिधा पछाडि जाने लाइन रोक्नु पर्ने हुन्छ। त्यसपछि 1 नम्बर। प्राय मान्छे यहाँबाट निकाल्ने बेलामा पनि फेल भइरहेको छ। लास्टमा निकाल्ने बेलामा प्राय मान्छे यहाँबाट फेल भइरहेको छ। यो प्रपर तरिकाले बाहिर निकाल्ने तरिका चाहिँ तपाईँको लेफ्ट साइडमा गाडी चापेर यहाँ पनि टक्क यो पोलको सिधा मिरर, यो पोलको सिधा यो मिररलाई राखेर गाडीलाई मुभ गराउँदै फुल टर्न लियो भने तपाईँको गाडी राम्रोसँग निस्किन सक्छ। यहाँ हेर्नुहोस् तपाईँले यसरी गर्यो भने राम्रोसँग गाडी निस्किन्छ।